आई लभ यू को लत लाग्छ कहीँ कहीँ निद्रा लाग्दैन गाह्रो छ पठाउँथे हामीलाई पनि चिठी यसो आई लभ यू भनेर हेर त दाइ हेर्नु तपाईसँग पछि मन जानु पर्छ होला हैन काम छोड्न भएन भइसकिँदा पाडा उपार काम छोड्न भएन पछि जाने होला नि भइसकिँदा पाडा उपार होला फेरि पाडा त अलरेडी छिन् त पाडी निद्रै लाग्दैन त के गर्ने त एक्लै आई लभ यू को लत लाग्छ क्या मलाई नि आइलासेस कस्तो राम्रो देखेको हामीलाई बिहा नगर भन्ने आफू भागी आई लभ यू गर्ने हामीलाई यस्तो मिठो खाउनु भयो तारिफ गरेर साध्यै छैन अहिले भिडियो हाल्छु अबे यहाँ गाडी हो त डर लाग्ने भाइ कत्तरी आउँछन् हाई एभ्रिवान वेलकम टु द अनदर एपिसोड भनौँ कि भ्लग भनौँ है अहिले चाहिँ म हाम्रो पाल्पा तानसेनमा छु तपाईँहरूमध्ये धेरैजनालाई थाहा नै छ म धेरै ठाउँमा गएर मेकअप ट्रेनिङहरू दिइरहेको हुन्छु अहिले 5 डेजको सेल्फ मेकअप क्लास लिएर हामी पाल्पा तानसेनमा आएको छौँ र यो बेला चाहिँ हामीले गरेको केही मोमेन्ट्सहरू मैले क्याप्चर गरेको थिएँ धेरै कुराहरू त बिर्स्याएको छु होइन कुनै कुराहरू मात्र क्याप्चर गरेको थिएँ त्यही भएर तपाईँहरूलाई पनि देखाउँछु यो चाहिँ तानसेन बजार हो तपाईँहरूले हेर्न सक्नुहुन्छ लोड्दैन कति धेरै रहेछ यहाँ लाली गुराँस बरु फुल्ने बेला होइन होला क्या अझै देखिन होला भिडियोमा छ बाटो पनि खत्रै रहेछ खत्रै के माथि नै के लाली गुराँस सजम्बरी चम्पा चमेली कहाँ छ लाली गुराँस देखाऊ नबिर्सिनी बुटो लाउँदा नाम्पाको घर पनि त्यतै छ म त्यता आउँदाखेरि स्टुडियोमा पनि आउँछु है हस् ब पनि थाहा छैन ए के अरे बुटलतिर आई लभ यू गर्नु के हजुर बुटलतिर आई लभ यू गर्नु अनि हामी नजिक भइहाल्छौँ नि यस सर्भिस पनि गर्न पाइहाल्छौँ रिसेप्सन र ब्राइडल हाम्रै तर्फबाट के आई लभ यू गर्न छोडेर मासु भात खाना आउँला के हाम्रो जमाना जस्तो खत्तम त केही थिएन हाम्रो त लप परेको जसको हातमा मोबाइल छ त्यो छोरी जति खत्तम गयो हुन्थेन चिठी लेख्ने जमानाको हामी पनि कोही त पठाउँथे हामीलाई पनि चिठी यसो आई लभ यू भनेर हेर त दाइ हेर्नु भाग्दैन अहिले भाग्दैन भाग्नै मिलेन नि अब त रमाइलो यता तपाईसँग पछि मन जानु पर्छ होला हैन काम छोड्न भएन भइसकिँदा पाडा उपार काम छोड्न भएन पछि जाने होला नि भइसकिँदा पाडा उपार होला फेरि पाडा त अलरेडी छिन् त पाडी होइन बेला बेला डेटिङ आएको भएर होला नत्र कहाँ थाहा हो नि कति रमाइलो छ यहाँ जङ्गल पैसा चाहिए होइन गाडी चाहिए 3 बजी छुट्टा है हामीले आज होटल ल्याछौँ के बसौँला यिनी हेर्दा सानी छिन् यति अप्ठ्यारो सुत्छिन् हिजो गएर म हिजो म के अरे यिनीसँग एक्लै भयो भनेर टाँसेर सुतेको र मलाई त कुनामा यस्तै चेपटेर अनि म उ गर्न गएको एक्लै सुत्न भनेर जानुभएको के
निद्रै लाग्दैन त के गर्ने त एक्लै आई लभ यू को लत लाग्छ क्या मलाई नि आई लभ यू को लत लाग्छ कहीँ कहीँ निद्रा लाग्दैन गाह्रो छ आई लभ यू को पोस्टर लिएर हिँडौँ ल अर्को चोटिबाट होइन एउटा डलमा आई लभ यू को पोस्टर टास्ने अनि कस्तो कुसन छ क्या दुईटा ए त है आउनुपर्छ पाल्पा त्यतिखेर पाल्पाको श्रीनगर पनि घुमियो गाइज हामी के अरे पहिला पहिला सानोमा यो सल्लाहको हाँगा भाँचेको हुन्छ नि त दाउरा के ए कति लिन हिँड्थ्यौँ हामी त जङ्गल जङ्गल त्यही याद आयो अहिले आई लभ यू बिर्सिनु भएको छ अरे रमाइलो भएर अहिले कस्तो राम्रो देखेको हौ पिर नआउने बेलै यही हो त भोलिपर्सि त धेरै हुन्छ नि पिर लाग्ने अनि हामीलाई बिहा नगर भन्ने आफू भागी भागी आई लभ यू बेलै यही हो आई लभ यू गर्ने मान्छे फेरि म त भागी भागी होइन है म त मागी मागी हो म त मागी मागी आई लभ यू सेकेन्ड ह्यान्ड प्रोडक्टहरू खासै मन पर्दैन त्यही भएर मागी बिहा चाहिँ गर्नुहुन्न ए राम 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 गाह्रो छ गाह्रो यस्तो चिरे मान्छेले यस्तो भन्छ नि पावर धेरै अनि फेरि चिने मान्छेको नलेज डराइ अघि मलाई त कस्तो चिकन सुन लागिसक्यो एउटा स्टुडेन्टले चाहिँ खानामा इन्भाइट गर्नुभएको छ सो त्यही भएर हामी त्यहाँ जाँदैछौँ अनि रेडी पनि हुँदैछौँ यता रेडी हुँदैछौँ नुहायौँ अब नुहाएर चाहिँ अब हामी नुहायौँ अब चाहिँ रेडी हुँदैछौँ मेकअपको हालत खराब छ हेर्न सक्नुहुन्छ अब जता कतै लथालिङ्ग भएको छ कपडाको हालत त्यहाँ त्यस्तो छ होइन रुमको हालत त्यस्तो छ यति मेस गरेर बल्ल हामी राम्री हुँदैछौँ तर यहाँको सर्भिस चाहिँ एकदमै राम्रो लाग्यो अब हल्का यसमा लिपस्टिक एड गरौँ वी आर रेडी अब मस्कारा लाउँछ नि रेडी हामी चाहिँ जाँदैछौँ अहिले बाटोमा हामीलाई लिन आइसक्नु भएको छ त्यहाँ पारि देखाइदिन्छु ल बस्नु भयो है टाढा रहेछ अलिअलि हो ल अझै टाढा छ ल त नि भेट भयो अब चाहिँ हामी हराउन्नौँ भेट भयो हामी त कति हिँड्यौँ कति टाढा रहेछ ठिकै छ मैले अस्ति उपर एटिएम के अरे त्यो ब्याङ्क पनि देखेदैन कता हुन्छ कता देखाउनुपर्छ सबै एकदम व्यस्त मान्छे अब मान्छे होइन दिमाग व्यस्त हो के मान्छे त मैसँग हो दिमाग मात्र व्यस्त हो गाइस हो एकदम हो कति चिसो के होइन आज कति धुवा फालेको के यताको गाडीले जति बिरामी भयो रातभरि त्यो चिसोले हो कि तम्घास जाने बाटो यही त हो नि हो र उसो भए तम्घास पनि यहीबाट हिँड्ने नै भयो यही बाटो जङ्गलै खायो बाटो छैन हो त्यो जङ्गलमा त म पनि गएको छु त्यो हो यो जङ्गलमा यहाँ चाहिँ कस्तो भिरालो भिरालोमा घर बनाउने के है जग्गा पनि कस्तो यस्तोमा पास हुने रहेछ भिरालो भिरालोमा कोही हिरोनी बनिरहेको छ नि अलिक काटिनलाई जाडो भयो के हिजो मेरो कम हालत खराब भयो त्यो चिसोले श्रीनगरको चिसोले होइन खाना हिजो खाना मगाएर खाना त्यसै फालेर कहिले खाना नपाएर होइन कहिले खाना नपाएर होइन हिजो कस्तो सक्दै नसकेको के मैले
नत्र कस्तो राम्रो खाना पाएको थियो हिजोको होटलमा मिठो पनि मिठो पनि थियो यिनले खाइन् म त एक गाँस पनि सकिनँ थकै लाग्यो त्यस्तै आउँदा आउँदै त्यो पानी हो नि निद्रा लाग्थ्यो मिठो त्यो धकैले त एकैचोटि बिहान निन्द्रा खुलेको के कस्तो राम्रो फुल रहेछ क्या बाटोमा नि कति राम्रो फुल फुलेको काजल लौ आई लभ यु तिमीलाई हिजो उद्या थिएँ आई लभ यु माई आई लभ यु उल्टो सिउरिन्छु भनेको के गरेर सिउरे ए राम्री भयो आमा राम्री भएर सिटिभिटीको ट्रेनिङ थियो असल पनि हुन्छ सिटिभिटीको ट्रेनिङहरू हुन्छ म त 2-3 वर्ष भयो के अरे सिकेको यो छ उहाँको घर के भयो माथि यही बाटोमा हजुर अनि तलसम्म आमै हो त वहाँ माथिदेखि यहाँदेखि यो पुरै 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 यहाँ तलसम्म गरे एउटै मान्छे र एउटै घर के छ त यहाँनिर यस्तो स्केट यति ठुलो यहाँमै माथिदेखि यो तलसम्म एउटा मान्छेको घर गरे हामी चाहिँ अब आयौँ यहाँ जाऊँ न त जहाँ भए पनि तल झर्ने हो तल झर्ने हो ए ल चाडा आँखाले पनि देखाएको छैन यता अन्डरग्राउन्ड हुँदो रहेछ होइन अब म कस्तो डराएको यो यहाँ फेरि चाहिँ हेलो कस्तो राम्रो कि कस्तो राम्रो होइन कस्तो राम्रो उस्मुनि ए बाहिर फेरि हेलो बाबु बाहिर फेरि बाहिर खुल्ला आनन्द रहेछ धनिया पनि रहेछ कति फल्छ अहिले बेला नभएको भएर तिमीलाई फेरि बेलौती खान मन लाग्यो अरे एकदम मन पर्छ नि मलाई त भित्र बस्न ल जाऊँ यत्रो थरी पकाउन दुःख गर्नुभएको छ हजुरले त ल अब खाना बसौँ हजुर नि आउनु हामी फेरि सँगै जाने होला नि त ढिलो हुन्छ दाउरा पनि त्यो 5 ट्रक लान्छु अन्त काट्दिएको 1 ट्रक लगेको पैसा पनि पठाएको मान्छे फोन पनि उठाउन कति धेरै देखेको हजुर पैसा उठाएको म त यो तान्थिने छु चुरी खोज्नु कसैले बन्दाको पनि कस्तो मिठो बनाएर पकाउनुपर्छ सबलो कति निकाल्नु भएन निक्ले 4-5 गाडी बल्ल घरमा गएर खाए जस्तो भाइब्स आयो कस्तो मिठो पकाउनु भएको छ क्या यो चुकाउने होला नि पाल्पाको फेमस भन्दै चुकाउने कति 35-36 माथि धेरै छ घरको खाना घरको खाना एउटा 2 गाडी भने थियो पोखरा धेरै खुवाउनु भयो हामीलाई म त धेरै खाएर हिँड्नै नसक्ने भइसक्यो बोकेर लाने भन्नु छ के हामीलाई यस्तो मिठो खुवाउनु भयो तारिफ गरेर साध्यै छैन अहिले भिडियो हाल्छु ए भिडियो हालिसकेको छु बिर्सिन्छ होइन क्या एक्स्ट्रा बनाएको छु नि त त्यो भनेको कि मिठो खानेकुरा बिरातो माटो कति धेरै पकाउनु भएको त्यही पनि उफ धेरै पेट ठुलो भएर हिँड्न नि सकिन्न होला धेरै खाएर पेट टुन भइछ यहाँ कसरी दबाउने अब धेरै त होइन यति थोरै खाने यति हुन्छ खुब
त्यत्रो भार्सेले खाने चाहिँ खाए कस्तो राम्रोसँग बोल्छ नि कति राम्रो देखेको यो फुल त तलको त जाँदैन कि त्यो पैसा मात्रै दुईटा फुलकुमारी इन वान फ्रेम त्यहाँको तर एकदमै पोलाइटली बोल्ने के अब हामीले कहाँ गल्छ कहाँ जानुभयो कता जान लाउनु भयो सबै सोध्ने राम्रोसँग बोल्ने प्लिज क्लास राम्रो नमर्देऊ अनि फटाफटी जाम भाइ अबे यहाँ गाडीहरू त डर लाग्ने भाइ कत्तरी आउँछन् यहाँ गर्दै भिडबाट हेर होला फेरि मम्मी यहाँ त कति नजिकबाट आउने गाडीहरू बाटो नि कति सानो हो कि यस्तो मेन हाइवेमा यत्रै बाटो छ ए पहिले यत्रो जमाएर पछि अन्त अनि किन फाल्नु लेट पनि भइरहेछ स्टुडेन्टको हालत के छ हामी लेट अझै आउनुहोस् नि सबै धेरै लेट त हुन्छ ओए मुख सुकेछ हजुर केही नलगाइकन आएको आज फेरि फुल फेस मेकअप गर्ने हो नि त केही हुन्न यहीँ आएर गर्न पाइन्छ आज अनि यहीँदेखि गएर घुम्न गयो नि भयो राम्री भएर सो हाम्रो काजल दिदी एकदमै बोर भएर हामी हट भएर यही गरेर हाल्नुहुन्छ तपाईँले यही भन्न हाल्छु अनि लास्टै हैरान पारेर सुत्ने भनेको मान्छे हामी म फेरि जान लाग्छौँ डुल्न अब कहाँ जाने यो थाहा छैन पाल्पामा डुलेर भ्याइसक्यौँ सब गल्ली गल्ली हुँदो रहेछ है यति ठाउँमा डुल्यौँ यति झ्याउला छ हामी पाल्पामा घुमेर भ्याएर ठाउँ घुमेर पनि भ्याएर बोर भएर ठाउँ अब घुम्ने ठाउँ नभेटाएर बोर भएको अवस्था हिजो पनि यही बाटो हिँडेको आज नि यही बाटो दुईचोटि भइसक्यो बिहान नि यहीँबाट हिँडेको अहिले नि यहीँबाट हिँडेको त्यही झ्याउ लाग्न छोड्यो झ्याउ लाग्यो पहिलो माया अनि हामी चाहिँ उखु खान आएको अवस्था उखु बनाउने दाइ चाहिँ नभएको अवस्था तर यहाँको कस्तो राम्रो देखिने के फाँटहरू होइन भ्यू के आई लाइक द भ्यू काजल आई लभ यू बोर भएको अवस्था अब यहाँ बसेर के अरे चिया खाए चाहिँ 3 घन्टा लाएर जुस खान पर्छ अनि यहाँ बस्नुपर्छ टाइम पास त गर्नु पर्यो धन्न अङ्कल छैनन् कहाँ गएछ नि एकछिन ढिलो गर्नु है हामीलाई यति झ्याउला छ आए हामीले बनाइदिउँ न अङ्कलहरू त बनाएर खाएर गइसकेको अरे के जुस हाय ल यहाँको त मिठो है अझ धेरै हालिदिनु कि हामी कहाँ टाढाबाट आएको काफल भेटायौँ काफल हामीले त्यति आउँछ त्यति हो 50 को कति महँगो हो र टिकट ल्याउनु भएको होइन अङ्कल कहाँबाट गाइस 50 रुपियाँको बिटे नुन हालिदिनु न
कम त मजा आछ हामीलाई यहाँ दाँत दुखिरहेको टाइम पास चाहिँ खत्रै भएन भिडियो चाहिँ हामीले एकदम सम्झे बेला मात्रै बनाएको छौँ सो आज चाहिँ हाम्रो 5 डेजको सेल्फ मेकअप क्लासको चाहिँ लास्ट डे हो र हामी अहिले चाहिँ अब हाम्रो टप फ्लोरमा भइरहेछ नि त क्लास होइन सो पाल्पामा चाहिँ आज लास्ट डे आज हाम्रो सर्टिफिकेट डिस्ट्रिब्युसन हुन्छ अनि स्टुडेन्टहरूले चाहिँ आफ्नो प्र्याक्टिस गर्नुहुन्छ त्यसै गरी आज हाम्रो फ्री हेयर स्टाइल र साडी लगाउन सिकाउँछौँ हामीले सो अब स्टुडेन्टले सिकिरहेको ठाउँमा लैजान्छ हजुरलाई है चाहिँ हाम्रो 5 डेज सेल्फ मेकअप क्लासको स्टुडेन्टहरू मेटाउनु भयो अघिको ल हुन्छ फेरि गर्नु यो भयो है के भयो नि यहाँ डार्क हुन पर्ने थियो हल्का डार्क गराउनु त हजुरको यो बडी माथि आयो नि त यता डार्क गराउने अनि अगाडि न्यू यो व्हाइट ठिकै छ कलर र यो अलि डार्क हुन पर्यो है सर्टिफिकेट चाहिँ हाम्रो कतिवटा भयो अरे 12जना होइन हाम्रो स्टुडेन्ट हो यो चाहिँ हाम्रो सर्टिफिकेट हो है सर्टिफिकेट एकछिनपछि चाहिँ हाम्रो डिस्ट्रिब्युसन हुन्छ सिउँदो काट्ने यो चाहिँ जस्तो मैले पनि पहिला मलाई यस्तो चिपिक्क पारेको सुहाउँदैन होला जस्तो लाग्थ्यो होइन तर पछि सपारेको सुहाउँदैन तर पछाडि फ्लावर गराउँदाखेरि चाहिँ एकदमै राम्रो देखिन्छ है यहाँ लगाएर पछाडि बाँधिदिनु सरिता भनेको को सरिता साइड सुनिता राणा राणाजी कता हुनुहुन्छ रुमी